नाच मैले भिडियो बनाइरहेको थिएँ र ओए ओए मारे भाइ नाच सही भिडियो बनाइरहेको सही बनाइदिए नि फेरि अहिले नि अब उठ भिडियो बनाइदिनु न त्यही त बनाइदिइरहेको बलात्कारी भन्यो ला भैँसी बलात्कारी पटक पटक माडे भान्जाले भैँसी बलात्कार गरेको समाचारमा आइसक्यो मुख्य समाचार कतिको फिल भएको छ मारे सर अनि त्यस्तो के भएको छैन होइन कस्तो फिल भएको थियो त अनि भैँसी माथि चढ्दाखेरि त्यस्तो के भएन अब जान्छ काशीको कुन सोध्नमा गयो जान्छु भने मान्छे माडे भैँसी बलात्कारी हो पटक पटक सम्म भैँसी बलात्कार गरेर यहाँ अलि बेस गरी बोल्न अलि बेस गरी बोल सजाय पनि अहिलेसम्म मैले भुकिरहेको छु उपाय के छ अब त्यो भैँसीले बच्चा पाएकोमा छोरी अनि पाए त पाछ होइन त्यो त अब माडेको छोरी होइन त्यो के गर्ने हो त अनि माडेको छोरी हो नि त स्वीकार्ने कि नस्वीकार्ने कि स्वीकार्ने कि नस्वीकार्ने मलाई बाल भएन होइन यो कुरा तिम्रो छोरी हो नि त अनि होइन स्वीकार्नु पर्दैन स्वीकार्ने भैँसीको पोइ हो हेर्नुहोस् बर्दियाको भैँसीको पोइ अनि यसमा प्रावधान केही छैन अब यो पटक पटक भैँसी हान्ने होइन त्यस्तो मान्छे होइन म पटक पटक भैँसी हान्ने अनि के होइन हान्नु त हाने होला मैले हान्नु त हाने हो तर होइन म त्यसरी ढाँड्दिनँ म तर आफ्नो गएर म बर्दियाको चाहिँ हो भन बर्दियाको चाहिँ सही आरे बा अनि कहाँ स्वर्ग पुगेको थियो कि नर्क पुगेको थियो भैँसीमा चढ्दाखेरि स्वर्ग र नर्कै पुग्दै त छोरा हानी तालको तालमा होइन र कसरी चढ्या कसरी चढ्या हो चढ्न त के माथि चढ्या पारेर हान्यो बिच पारेर हान्यो होइन छोराले मिठो दियो बर्दियालाई सोच्रो भने अब ठिक छ दामी यहाँ हुनुहुन्छ माडे शर्मा सुजल पण्डित जमकटेलको नाति सबैले मलाई भनिरहेको छ क्या यस्तै यस्तै तरिकाले भन्छ क्या होइन भन्नेले भन्दो रहेछ होइन मलाई ख्याल गरेर दाम जति पुग्थ्यो मैले सोचाएँ भैँसीहरू पनि त्यो हुन्छ एउटा अब भन्नेले भन्छ गर्नेले कुरा काट्छ मलाई बाल होइन भैँसीको पोइ हो त्यो मतलब बर्दियाको चाहिँ हो केटा होइन कि आफ्नै दुवा गर्नु फेरि छोडाएको अगाडिलाई चिन्नुपर्छ पछाडिलाई नै हुनुपर्छ क्या कतै कतै टेस्ट हुँदैन क्या माटो सन्थे ब्रो बुझ्नु भयो नि मान्छे कस्तो रहेछ सुन अब सुन्न भने तामाङ भाषा बोल्न पर्यो मिठो हाल्यो अब अलिक फुल छोड्दैन ल छिटो तामाङ भाषा बोल ना मैला खेपा खेतमा न ल आज भयो बाब खान्छ रे बाब त्यो मारे फुल मेङ्ला तामाङ हारे बा यता नेपाली हारे बा नै थमी के था बा च्यादी बम हारे भाइ नेतला नै ल बम अब तिम्रो केटीको नाम पनि व्यक्त गरिदेऊ न त अब मेरो केटीको नाम यस्तै गरिदिन्छु म भैँसी हो बुढीको नाम भैँसी त्यसको नाम चाहिँ के त छोरीको नाम के हो आमाको नाम के हो आमाको नाम त भयो के हो भने आमाको नाम नाइटो काट्न त भ्याएछ काट्न त भ्याएछ मलाई बाल छैन होइन छोरीको नाम के राखिदिएको छ त नाम तिमीलाई मन नपर्ने नाम के हो
मन नपर्ने नै अब भनौँ भने अब त्यस्तै नै छ कि अब कस्तो लाग्छ भने मन पर्ने एउटा हुन्छ एउटा कान्छी होला एउटा जेठी होला होइन नाम कान्छी जेठी होइन नाम प्रष्ट नाम अलिक भिलेन तालमा फर्स्ट नाम पनि होइन मैले भन्नै पर्यो भने मात्र उठ्नै नहुने हुन्छ क्या यो हिसाबमा प्रष्ट नाम भन्नुहोस् के फर्स्ट नाम भन्दैछु के नाम भन्न नाम छोरीको नाम के हो आमाको नाम के हो छोरीको नाम कालीमाई हो तिम्रो बुढी र छोरीको नाम के हो कालीमाई हो नि त एउटा माया होला बुढीको नाम कालीमाई कालीमाई बुढीको नाम चाहिँ कालीमाई छोरीको नाम चाहिँ त्यस्तै राखेको थियो के हो अहिले मायालु मायालु माया नामै मायालु मायालु नामै मायालु तिम्रो तालै भएन नि तिम्रो नाम चाहिँ अनि भैँसी बलात्कारी होइन त बलात्कारी गरे पनि यो छोराले गर्नु त गर्यो तर अन्याय अत्याचार गर्यो के तर सजाय पनि डेन्जर पुगेको छोराले खानेले खान्छो भन्थ्यो हो रहेछ नमजाले खाने रहेछ गोदाई पनि यस्तो खाने हो दाइ मिठो खान्छ भित्र गएपछि तेल लाउँछ करचाको मर्ने गरी पाए पाइन्छ होइन सब हो त्यो हुन्छ क्या लापरवाही केस भनेको त्यसलाई हुन्छ क्या समाजहरू अगाडि भइरहेको छ हाँसपिस भइरहेको छ होइन म कस्तो भन्छु भने आफ्नो ठाउँमा गरिरहेको हो नगरे होइन पहिला पनि गर्नेले गर्छ झाँकीले बिउ अतिले झार्छ न भित्र हो न बाहिर हो कि त्यो आफूलाई थाहा हुन्छ सक्यो तपाईँको समाचार अब यो गीत गाएर देखाउनु छ यो गीत गाएर देखाउनु तामाङ सेन है यो सुरबाट है ल म बनाउँछु यसमा होइन कि मिठो बनाउँछु भैँसीको पर्यो मात्रै निस्किनु पर्यो सुन्ने यहाँ खाएर बस्दै नि हर च्याङमाई खान्न फ्यान केको फ्यान भन्दाखेरि हजुरहरूलाई होइन एउटा मिक्स पल्सा होइन एउटा पल्सा फ्यान हो अनि मिस्टर बियर्ड चाहिँ एउटा बोल्न मोदी मिस्टर बियर्ड चाहिँ एउटा हाम्रो नेपालको डफ हिस्ट्रीमै गायक एउटा पल्सा एउटा टुर्केस आफ्नै फ्यान हो नेपालको डफ ऱ्यापरहरू गायकहरू दुखीहरू पनि आउनेछ होइन त्यो अन्तिम संस्कारमा अब अर्को वर्ष लोसारमा आउनेछु हामी पनि त्यसको सस्नाइट हेर होइन अब सस्नाइट फुफ्राइट अनि सब गीतहरूको लागि होइन यताउति हुनेछ 2030मा चाहिँ हाम्रो अब एउटा सिनेमाको होइन त्यो ट्रेनहरू बन्दैछ अब हजुरहरूलाई पनि थाहा हुनेछ यो संस्कारमा के हुन्छ कस्तो हुन्छ भनेर होइन ल धेरै भयो अब तिम्रो उमेर पनि सोध्नु पर्यो नि त होइन उमेरले 12 लाख छ उमेरले चल्दा खाँदा बाल फु ओ सुन न यहाँ कति वर्ष पुग्यो अहिले म पुग्यो होला त्यस्तै 12-13 पुग्यो होला भनौँ न 12-13 कति 12-13 लाएर कति भयो 12-13 लाएर त्यस्तै अब के भन्नु बा 19-20 होइन त्यस्तो लागिरह्यो होला म 58 सालको थियो पहिला बच्चैमै थियो नि त 58 सालको होइन अब हाँसेर कसैलाई के हुँदैन होइन पहिला हामी बच्चामा कस्तो थियो अब हामी कस्तो रियलको थियो होइन त्यो हजुरहरूलाई पनि थाहा होला पहिलाको मान्छे अहिले कस्तो हुँदो रहेछ भने त्यो हजुरहरूलाई पनि समाजले थाहा हुन्छ कि होइन कसलाई के भइरहेछ कसलाई के दुःख पाइरहेको छ त्यो पीडाहरू मनमा हुन्छ क्या एकदिन होइन गर्नेले गल्ती गर्छ सजाय पाउनेले पाइरहेछ हजुर त्यो गल्ती नगरोस् के आफू पनि ठाउँ हुनु पर्यो दुःख सुख हुनु पर्यो समस्या हुनु पर्यो बुझ्नु पर्यो विदेश कहिले जानु दुःख गर्न विदेश कहिले जानु जाउँला कुनै दिन भाग्यमा के होला कस्तो होला होइन आफ्नो भाग्यमा थाहा कुन भिसामा जाने हो कुन भिसामा होइन नि हामी सोधपुछ गरेर जाउँला यार विदेश भनेको यार पैसा भने कागजको बोर्ड जस्तै हो कि केटा हो जति कमाए पनि त्यो आफूलाई थाहा हुन्छ के कमाइ भने कस्तो हुन्छ विदेशतिर भने दुःखको समस्या बुझ्नुपर्छ छोरा मान्छेको समस्या बुझ्नै पर्छ छोरा मान्छे जे पनि दुःख गर्न सक्छ क्या तर आफूको लागि आफ्नो परिवारको लागि छोरा छोरीको लागि
धेरै गर्न सक्छौ के तर ल नाच अब यति हुन्छ पाइन्छ